नमस्कार। कार्यक्रम अतिथि विशेषको यो नवीनतम श्रृङ्खलामा प्रविधिका मित्र ललित जङ छेत्रीको साथमा म कार्यक्रम सञ्चालक तेजबहादुर परियार विरही यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय श्रोता मित्रहरू, कार्यक्रम अतिथि विशेष यहाँले रेडियो तुलसीपुर एफएम 100.2 मेगाहर्ज र जुनकिरी मिडिया अनलाइनबाट सुन्दै आउनु भएको छ। सधैँ जस्तै आज पनि हामी समाजमा कुनै न कुनै पक्षबाट आफूलाई स्थापित गर्न सफल र समाज रूपान्तरण गर्नका लागि पुर्याएको योगदान दिने व्यक्तिहरूलाई चाहिँ समेटेर हामीले यो कार्यक्रम तयार पार्ने गर्छौँ। र कार्यक्रम अतिथि विशेषमा हामीले विशेष गरेर यहाँहरूसँग भए गरेका भोगाई, सङ्घर्ष, त्याग, तपस्याका बारेमा पनि कुराकानी गर्दै आएका छौँ। र कुराकानी गर्नका निम्ति शान्तिनगर 4 गिधनियाका मीनबहादुर केसी, जो चाहिँ पूर्व शिक्षक पनि हुनुहुन्छ। उहाँले उमेरको हकले 60 वर्ष पारै गर्न थाल्नुभयो र 60 वर्षबाट 61औं वर्ष प्रवेश गर्ने चरणमा चाहिँ उहाँ हुनुहुन्छ। र आज उहाँ हाम्रो रेडियो तुलसीपुरमा चाहिँ बलभद्र कंवरको 203औं स्मृति दिवस रहेको छ आज। र विशेष गरेर यो दिनको बारेमा अथवा बलभद्र कंवरको बारेमा केही कुराहरू म राख्न चाहन्छु है रेडियो तुलसीपुरबाट भनेर उहाँ हाम्रो स्टुडियोमा आउनु भएको छ। र हामीले पनि चाहिँ उहाँलाई मौका दिने चाहिँ जमर्को गरेका छौँ र उहाँलाई पनि बोल्न दिने अवसर हामीले मिलाएका छौँ। र सो अवसरलाई चाहिँ निम्तोलाई स्वीकारेर उहाँ पनि हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। विशेष गरी बलभद्र कंवरको बलभद्र कंवरको जन्म कहिले भयो, बलभद्र कंवरका राम्रा पक्षहरू के हुन् भन्ने बारेमा आज हामीले उहाँको बारेमा कुराकानी गर्ने अथवा जान्ने खोतल्ने प्रयास चाहिँ हामी गर्नेछौँ। र कुराकानी गर्नका निम्ति पूर्व शिक्षक शान्तिनगर 4 गिधनियाका चाहिँ मीनबहादुर केसीजी हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। हामी उहाँसँग कुराकानी गर्न चाहन्छौँ। सबैभन्दा पहिला उहाँलाई मेरो नमस्कार है। नमस्कार। आराम हुनुहुन्छ? एकदम निकै आरामै है? हजुर, निकै आरामै। अनि भन्नुहोस्, पछिल्ला दिनहरू कसरी बिताउँदै हुनुहुन्छ यहाँले? पछिल्ला दिनहरू अब जागिर छोडियो। जागिर छोडेपछि घरायसी काम गर्छु। अब अब आफूले गरेपछि सन्ततिले पनि गर्नु भनेर साँझ बिहानै खेतीपाती काम यताउति फलफुल इत्यादि यताउति गर्छु उनीहरूलाई सिकाउनु लागि। आज हाम्रो यो रेडियो तुलसीपुरमा आउनु भएको छ होइन? किन आउनुभयो यो यहाँ? अब कप्तान बलभद्र कंवर यो नेपाल राष्ट्रको लागि विशेष योगदान पुर्याउनु भएको। उहाँ चाहिँ कंवर वंशको गहना मात्र नभएर नेपाल राष्ट्रको गहना र विश्वकै एउटा लडाकु बलभद्र कंवर हुनुहुन्थ्यो। उहाँकै कारणले आज विश्वमा नेपाली भनेर चिनिने मौका पाएका छन्। आज नेपालीहरूलाई वीर गोर्खाली भनेर अन्तर्राष्ट्रमा नेपाली युवाहरूको माग भएको छ सैनिकमा। त्यसैले उहाँले देखाएको बाटोले गर्दाखेरि आज मेरा सारा सैनिकहरू विश्वका कुनै सैनिकसँग लड्न डर मान्दैन। गोर्खालीको मुटु थर्कन, नेपालीको मुटु थर्कन्छ भन्ने जर्मन सम्राट कैजर विलियमले गरेका थिए। त्यो योगदान, त्यो देखाउने परिचय चाहिँ बलभद्र कंवरले नै दिनुभएको थियो। त्यसबाट उहाँको बारेमा यसो भन्न खोजिएको छ। भनेपछि बलभद्र कंवरको बारेमा केही कुराहरू राखिहाल्छु भन्ने हिसाबले तपाईँ यहाँ चाहिँ आउनुभयो। अब भनिदिनुहोस् न, बलभद्र कंवरको जन्म कहिले भएको हो? कप्तान बलभद्र कंवर विक्रम सम्वत 1845 काभ्रे पलाञ्चोक जिल्लाको भमरकोटमा उहाँको जन्म
भएको थियो। त्यस्तै गरिकन उहाँको मृत्यु विक्रम सम्वत 1879 साल अफगानिस्तानको के अरे नौसेरा पेसावरको नजिकै नौसेरा भन्ने ठाउँमा अफगानिस्तानको राजालाई के अरे पन्जाबले पठाएको हुँदाखेरि उहाँ लड्न जाँदा युद्धमा चाहिँ तत्कालै उहाँको मृत्यु भयो। उहाँको आज उहाँको स्मृति दिवस हो। यो नेपालका लागि के योगदान पुर्याउनु भएको छ त उहाँका लागि आज हामीले सम्झिने दिन हो भनेर म यहाँ आएको छु। अनि बलभद्र कंवरको बारेमा तपाईँ धेरै जानकार अध्ययन गर्नुहुन्छ। हजुर, मैले लागेको यसमा गर्छु, खोजनीति गरिरहन्छु। तपाईँ बलभद्र कंवरको मात्रै होइन अन्य चाहिँ राजाहरूको बारेमा पनि यहाँले चाहिँ जानकार गर्न रुचाउनुहुन्छ। मैले राजाहरूको मात्र होइन, मसँग भीमसेन थापाको त्यत्तिकै जानकारी छ, अमरसिंह थापाको त्यत्तिकै जानकारी छ, भक्ति थापाको पनि जानकारी छ, जङ्गबहादुरको पनि जानकारी छ। मैले हर किसिमको जानकारी लिएर कलेक्सन गर्ने गरेको छु। किनभने आफ्नै जानकारी लिएर अरूलाई पनि बताउनुपर्छ उहाँले के जस्तो तपाईँले सबैको जानकार छु, सबै को कस्ता थिए भनेर अध्ययन गरेका छु भनेर चाहिँ हजुर भन्दै गर्दाखेरि हजुर सर तपाईँले यो बितेका कुराहरूलाई किन सबैको सामुमा चाहिँ स्पष्ट पारेर छर्न चाहनुहुन्छ? यो सर अब बितेका जुन राम्रा कुरा थिए नि, राम्रा कुराहरू ग्रहण गर्ने। अब यो हिजो आज सरकारले पहिला त थियो नि नेपालका वीर वीराङ्गनाहरूले जो योगदान पुर्याउनु हो, त्यो वीर वीराङ्गनाले पुर्याएको जो योगदान छ त्यो हिजो आजको सरकारले कतै सम्झिएको जस्तो देखिन्न। योगदानको सम्झना गरेको छ, न बलिदानको सम्झना गरेको छ। त्यसैले मैले यो खोजनीति गरेर हाम्रा दाजुभाइहरूलाई सुनाउने, बुझाउने होइन र राष्ट्रियताको बारेमा ज्ञान दिने काम गर्ने गरेको। अनि तपाईँ एक्लै गरेर हुन्छ त होइन, सूर्यले एक्लै हुँदैन, संसारलाई उज्यालो बनाएका छन्। हामीले लागेको हामीले आफ्नो क्षमताले जति भ्याउँछ त्यति हामी गर्ने हो, हाम्रो क्षमताले भ्याएसम्म। भनेपछि यहाँले चाहिँ जतिसम्म सक्नुहुन्छ हजुर मेरो एक्लो प्रयासले समाज रूपान्तरण गर्न सक्छु कि हजुर होइन? हजुर सत्यता कुरालाई समाजमा फैलाएर चाहिँ अन्धकारबाट राष्ट्रियतालाई अगाडि बढाउने होइन, राष्ट्रियतालाई अगाडि बढाउने, अरूहरूले पनि थाहा पाउन्, जानकारी लिउन्, राष्ट्रियताको पक्षमा सबै नेपाली दाजुभाइ उठुन् भन्ने विषयमा हो सर। नेपाललाई माया गरून्, नेपाली पहिचानलाई माया गरून् भन्ने विषयमा हो सर। अनि बलभद्र कंवरले के गर्नुहुन्थ्यो? बलभद्र कंवर उहाँ चाहिँ पहिलो त 1863 सालमा सेनामा पोस्ट सुबेदार पदमा नियुक्ति हुनुभयो। उहाँको पिता पनि सेना नै हो होइन। त्यसपछि उहाँ 1864-65 तिर उहाँ डोटीमा चौकी खडा गरेर त्यहाँ सेवा गर्नुभयो। त्यसपछि नेपाल सरकारले फेरि त्यहाँबाट सरुवा गरिदिएपछि त्यसबेला नेपालको नाहन भन्ने ठाउँमा उहाँको सरुवा हुनुभयो। सरुवा भइसकेपछि उहाँले त्यहाँ नेपाली सेनापतिहरूको सुरक्षा गर्ने कार्य गर्नुभयो। त्यसपछि यहाँ के आयो भने अङ्ग्रेजले नेपालमाथि आक्रमण गर्ने हल्ला आइसकेपछि, अब हल्ला गर्छ भन्ने निश्चित भइसकेपछि बडाकाजी अमरसिंह थापा जो उहाँको आफ्नो माउली बाजे पनि हो, उहाँले के अरे नाला देहरादुनको रक्षा गर्ने जिम्मा कप्तान बलभद्र कंवरलाई दिनुभयो। कप्तान बलभद्र कंवरलाई दिइसकेपछि कप्तान बलभद्र कंवरले के गर्नुभयो भने अब अङ्ग्रेजले नेपालमा आक्रमण गर्दैछ,
अब हामीले किल्ला कहाँ गराउने हो के गर्ने हो भनेर आफ्ना जवानहरूलाई ल तिमीहरूले कहाँ कुन ठाउँ देखेका छौ राम्रो सबभन्दा राम्रो भन्दाखेरि एउटा जमदार मङ्गल राणा एउटा जवान मानबहादुर भन्नेले होइन नाला पानी भन्ने ठाउँ साह्रै राम्रो छ हजुर के तिमीले देखाएको छौ त देखाएको छ कस्तो छ त्यो ठाउँ चारैतिर पहाडै पहाड छ दक्षिणतिर अलिकति कम भिरालो छ र त्यहाँ माथि चाहिँ सम्म राम्रो जग्गा छ त्यो ठाउँमा किल्ला गर्न उपयुक्त छ भन्ने सुझाव दिएपछि त्यसो भए भोलि हामी अब भात खाएर नाडबाट खाएर नाला पानी जो किल्ला हामीले बनाउनु भनेका छौँ त्यो ठाउँ हेर्न जाउँ न त भनेपछि धनबहादुर मानबहादुर दयाराम सुबेदार दयाराम खड्गा सुबेदार लगायत बलभद्रसहित 6 जनाको टोली त्यो नाला टोली के अरे रिस्ना नदी पार गरेर माथि के अरे नाला पानी किल्लामा जङ्गलै जङ्गल भएर जङ्गलको बाटो हुँदै उहाँ नाला पानी भन्ने ठाउँमा पुग्नुभयो पुगेपछि सबै दृश्य देख्नुभयो जताकतै भिरालै भिरालो छ त्यहाँ माथि डाँडामा सम्म परेको जग्गा छ जहाँ सबभन्दा माथि भागमा रहेछ त्यहाँ फेरि एउटा के देखियो भने अगाडि किल्ला बनाएको जस्तो ठाउँको त्यो रूपरेखा चाहिँ देखियो पहिले पनि त्यो ठाउँ किल्ला रहेछ भन्ने कुरो अनुभूति भयो र त्यहाँ किल्ला बनाउँदाखेरि खर्च पनि अलिक कम हुने भन्ने महसुस गर्नुभएछ त्यसपछि अब के अरे त्योभन्दा त्यो सबै हेरिसकेपछि उहाँहरू त्यहाँबाट फर्केर साँझ फेरि नाहानमा मिरिमिरेको साँझ आइपुग्नुभयो र त्यसपछि त्योभन्दा पनि अन्त कोही छ कि त्यस्ता ठाउँहरू त्योभन्दा पनि राम्रो ठाउँ नालाभन्दा सामु त राम्रो लाग्यो तर त्योभन्दा पनि छ कि भन्दाखेरि त्योभन्दा राम्रो ठाउँ अन्त देखिएन नदेखिएपछि त्यसो भए अब हामी के गरौँ त अब युद्ध हुँदैछ छिटै अबले हामीले किल्ला गराउनु पर्ने छ त्यसकारण अब हामी सबैले तल्लो पददेखि माथिल्लो पदका मान्छेले खाना खाएर अब के गरौँ त फेरि त्यहाँबाट अब केही त्यहाँ सल्लाह भयो सल्लाह त्यहाँ घर नाहान आइसकेपछि ठिकठाक भइसक्यो ती नै जानुपर्छ अन्त भन्छ सबभन्दा राम्रो के छ भने सबैभन्दा राम्रो छ भएपछि भन्ने भएपछि नानबाट हाम्रो फौज फकिरसहित हाम्रो सामानहरू बोकेर सेनाको अङ्ग्रेजसँग लड्नको लागि भनेर लागि के अरे बखत कम्पनी सार्वजनिक कम्पनी दुईटा कम्पनीका सेनाहरू नाला पानी किल्लातिर किल्ला बनाउने ठाउँतिर जान लाग्नुभयो त्यहाँ पुगिसकेपछि अब ढिलो चाँडो सबैले किल्ला बनाउन सुरु गर्नुभयो त्यहाँ किल्ला कस्तो छ के छ अरूले पनि त्यहाँ राय सल्लाह कसरी बनाउने के गर्ने सल्लाह पनि दिनुभयो त्यसकारण सबैभन्दा सुटेबल ठाउँ देहरादुनमा लड्ने हो नेपालको त्यो देहरादुन हो भाग हो तर त्यहाँबाट लड्दा आफू विजय हुन नसकिने थोरै सेना भएको कारणले पहाडबाट लड्दा वरिपरि भिरालो छ तलबाट आएको सेनालाई ठिक गर्न सकिन्छ भनेर त्यहाँ चाहिँ नालापानीमा किल्ला बनाएको देखिन्छ जस्तो तपाईँले देहरादुन त हालसाललाई त भारत हो नि त त्यस बेला नेपाल थियो हजुर ए भने देहरादुन सहारनपुर सबै नेपाल हो सबै नेपाल थियो हजुर भनेपछि पछि अङ्ग्रेजहरूले लडेर लगाऊ हजुर त्यही त हो अब त्यो देहरादुन चाहिँ अब एक किसिमले के भयो भने त्यहाँ लड्न नसक्ने छोडे जस्तो भयो सोझी कब्जा गरे अब उनी माथि आए र ती नत्र लड्नु पर्ने देहरादुनबाट हो तर उपयुक्त स्थान नभएर लड्नु त्यहाँबाट लडे
भनेपछि त्यो बेला बलभद्र कंवरको देहरादुनबाट लड्ने हो भने अलिकति चाहिँ नसकिने थोरै सेना भएको कारण जम्मा 600 अब सेना अब भान्से सबै गरेर जम्मा 600 जना महिलाहरू भनेपछि बच्चा बच्ची व्यवस्थापक राम्रोसँग देहरादुनबाट हुन नसकिने अवस्था हो किनभने त्यसबेला अङ्ग्रेजले त 5 ठाउँबाट आक्रमण गर्दै थियो त्यसले गर्दा सेनाहरू ठाउँ ठाउँ छोड्नु पर्ने भएको थियो एकै ठाउँमा गर्न सकिने भयो हजुर अनि त्यसै गरी तपाईँले जस्तो देहरादुन पनि नेपाल थियो भन्नुभयो हजुर अनि नाला पानी पनि त अहिले नेपाल छ कि के छ नाला पानी पनि पहिला त नेपालै हो नाला पानी त्योभन्दा पश्चिम त जो नान भन्ने छ नि हजुर त्यो नान पनि त नेपाल हो तर अहिले त छैन हजुर त्यो नान हाम्रो अनि नाला पानी किल्ला होइन अनि बलभद्र कंवर चाहिँ लड्ने दुस्साहस त अङ्ग्रेजसँग गर्नुभयो तर किल्ला त छोड्नु पर्यो नि फेरि कारण के थियो नेपालीहरूले किल्ला किन छोड्नु पर्ने अवस्था भयो भनेपछि अब अङ्ग्रेजहरू झन्डै 4000 को सेना थिए नेपालीसँग के अरे सिपाही सैनिक महिला भान्से होइन भान्से केटाकेटी गरे जम्मा 600 थिए अब उनको नेपालीको तुलनामा उनको धेरै सेनाहरू थिए र नेपाली उनीसँग तोप गोलाहरू थिए भने नेपालीसँग खुकुरा तरवाल घुयेत्रा थिए केही भए पनि थोरै मात्रामा थिए त्यसपछि त्यहाँ नेपालीहरू उनीहरूले आत्मसमर्पण गर तिम्रो के अरे तिम्रो हामी ज्यान जोगाइदिन्छौँ तिमीले जे माग्छौ त्यो दिन्छौँ त्यति मात्र होइन बलभद्र कंवरलाई यो पश्चिम गढवालको तिमीलाई गभर्नर बनाइदिन्छौँ त्यो तिमी त्योसँग छोड भन्दाखेरि बलभद्र कंवरले कुनै लोभ लालच केही गर्नु भएन मतलब गर्नु भएन उहाँको सोच के थियो भने देश कसरी बचाउने उहाँले चाहिँ त्यो के अरे लोभ लालचलाई त्याग गरिदिनु त्यसपछि अब लोभ लालच त्याग गरिसकेपछि अब अङ्ग्रेजहरूले त के गरे भने पहिला अब नेपालले किन छोड्नु पर्यो पहिला उनले सहारनपुरमा आफ्नो अस्थायी क्याम्प बनायो देहरादुनदेखि दक्षिण अस्थायी क्याम्प बनाइसकेपछि हजुरको के अरे ठाडापानी भन्ने ठाउँमा टाढोबाट त्यो निरीक्षण गरे त्यसपछि अर्को दिन सोझै अङ्ग्रेज दूत पत्र लिएर सोझै बलभद्र कहाँ नालापानीमा गएर ल यो हाम्रो अङ्ग्रेज सरकारले पत्र दिनुभएको छ ल हेर्नुहोस् यो पत्र अरूलाई होइन बलभद्र कंवरलाई नै दिनुहोस् अङ्ग्रेजले भनेको कारणले बलभद्रकै हातमा त्यो दिए बलभद्र उसको आशय बुझिहाल्नुभयो म यो आशय बुझिहालेँ म यो पत्र हेर्दिनँ म झुक्न जान्दिनँ हामी तिम्रो यो पत्रको जवाब युद्धमा दिन्छु तिम्रो सेनापतिलाई भन्नुभयो पत्र चाहिँ च्यातिदिनु भयो त्यसपछि उनीहरू गइसकेपछि आमवाला घामवाला भन्ने ठाउँमा आएर उनले के गरे त फेरि अस्थायी क्याम्प खडा गरे अङ्ग्रेजहरूले त्यसपछि अर्को दिन 9 गतेको दिन फेरि ठाडापानीबाट त्यहाँ नालापानीको दुर्बिनले निरीक्षण गरे ती अङ्ग्रेजहरूले त्यसपछि 1871 साल कार्तिक 10 गतेको दिन दक्षिण ठाडापानीबाट अङ्ग्रेजहरूले नेपालीहरूमाथि नालापानीमा आक्रमण गरे असफल भए फेरि गए त्यसपछि असफल भइसकेपछि फेरि 16 गते आक्रमण गरे 16 गते आक्रमण गरेपछि एउटा एलिफेन्ट मारिए त्यहाँ फेरि तेस्रो पटक पनि आक्रमण गरे अब अङ्ग्रेज सेनापति जिलिस्पिरी नै ठाउँमै मारिए अङ्ग्रेज सेनापति त्यसपछि उनीहरूले फेरि सानातिना आक्रमण त पटक भइरहेको
ठुलो आक्रमण फेरि मङ्सिर 16 गतेतिर ठुलो भयो, 16-17 गतेतिर भयो। तिनीहरू जति आक्रमण गर्छन् नेपाली थोरै छन्, असफल बनाइदिएका छन्। तर समस्या एउटा के भयो भनेपछि आखिरमा केही उपाय चलेन। अब अङ्ग्रेजहरूले नेपाललाई हराउन नसक्ने भए लडाइँमा। अब उनले के गर्न थाले भने अब यो उनी थोरै छन्, यसरी हामीलाई जित्न सकेका छैनौँ। अब तिनीले अब आक्रमण गरेर थोरै वरिपरि किल्ला हेर्न थाले अङ्ग्रेजहरूले। किल्ला घेरे त्यसपछि तिनीहरूले सब नेपाल विरोधी मान्छेहरूलाई ल्याए। यो यिनीहरूले कहाँको पानी ल्याएर खान्छन्, के गर्छन्, यो कसरी बाँचेका छन् भन्दाखेरि तिनीहरूले यिनीहरू यो एउटा सागर दह छ त्यहीको पानी ल्याएर यिनीहरूले खान्छन् भन्ने स्थानीय गाउँलेहरूले बताइदिएपछि अब त्यो पानी आउने ठाउँ उनले बन्द गरिदिए। जब नेपाली त्यहाँ पानी लिन जान्थे दनादन हानेर मारिदिए। 125वटा घैँटामा जम्मा गरेको पानी गोलीले उडाइदिए, नेपालीले भएको पानी पनि उडाइदिए होइन। अब त्यो नेपालीहरू 1 नम्बर पानी खान पाएनन्, 2 नम्बर त्यो वरिपरि सेनाले घेरेको छ, बाहिरबाट खाद्यान्न पनि ल्याउन उनले सकेनन्। गाउँलेले खाद्यान्न दिएनन्। त्यसपछि नेपालीहरू कति छन्, के छन्, जति खाद्यान्नमा कामहरू ल्याए, के गरे, कसो गरे भनेर सबै कुराहरू बताइदिए। त्यतिसम्म भने कि अङ्ग्रेजले तिमीहरूले सबै देऊ, तिम्रो गोर्खालाई हामी भन्दैनौँ, तिमीहरूले जागिर भने जागिर दिन्छौँ, धन भने धन भन्छौँ, जमिन भने जमिन दिन्छौँ। एउटा पूर्व राजालाई त त्यो सबै बताइदियो भने, सबै ठ्याक्लु भयो भने, सबै कुरा बताइदियो भने हामीलाई गढवालको राजा बनाइदिन्छौँ तिमीलाई। सबै त्यस्तो लोभ लालच देखाइदिएर लोभ लालचको आशले नेपालीहरूका सबै कुराहरू बताइदिए। गाउँलेहरूले बताइदिए, पूर्व राजाहरूले पनि बताइदिए, त्यहाँका विशिष्ट मान्छेहरूले बताइदिसकेपछि हजुर अनि अङ्ग्रेजहरूलाई नेपालीसँग लड्न सजिलो भयो। सबै तरिकाहरू सबै थाहा दिए। तिनी त अब सबै नेपालीहरूले लडाइँ लड्ने बेलामा अथवा नेपाली सेनाहरूले लडाइँ लड्ने बेलामा अथवा बलभद्र कौरवहरूको नेतृत्व गरेको सेनाहरूले लड्ने बेलामा चाहिँ होइन यिनीहरूले पानी कहाँबाट खान्छन् होइन, अब यिनीहरू कसरी बाँचिराखेका सुविधा चाहिँ कसरी उपभोग गरिराखेका छन् जनसङ्ख्यामा कम छन्। अब हाम्रा सेना बढी छन् तर लडाइँ लड्न खोज्छौँ तर जितिहाल्छन् होइन भनेर उनले विभिन्न जालसाज गरे होइन, जालसाज गरे तर लडाइँमा जितिरहने। तर त्यो मुहानमा पानीका कारणले गर्दाखेरि अरूको कारणले गर्दाखेरि नेपाली सेनाले हार्न पर्यो। पानी अब तिनीहरूले पानी खान पाइएन, पानी लिन जाँदा गोलीले उडाइदिने भयो, एउटा पानी खान नपाएर हार्नु पर्यो। 2 नम्बर चाहिँ खाद्यान्न आउन दिएनन्, नानबाट आएको नेपाली सेनालाई बिचमै रोकिदिए, त्यो त्यहाँ नालापानी किल्लामा पनि जान सकेन र सबै नेपाल विरोधी बन्न गएको कारण अन्त्यमा पानीको कारणले त्यो भयो। यति मात्र हो, अङ्ग्रेजहरूले जबकि 1871 साल कार्तिक 27 गतेदेखि हाम्रो दसैँ चाड सुरु थियो। अब हामीलाई चाड मान्न नदिन उनीहरूले के अरे कार्तिक लाग्ने बित्तिकै नेपाल विरुद्ध युद्ध गर्थे। हाम्रो धर्म विरुद्ध हाम्रो दसैँ चाड मनाउन दिएन। जबकि देशमा त कर्मचारीहरू त चाडपर्व मनाउन जानु पर्ने हुन्थ्यो, चाडपर्वै मान्न दिएन हामीले। त्यतिसम्म यिनले न पानी खान दिए न खाद्यान्न ल्याउन दिए। त्यस कारणले अब भोकै लड्दा पनि उनीहरूलाई हैरान गराए होइन। उनीहरूले सकेन, अन्तिममा हामी यहाँ भोकै लडेर मर्नुभन्दा बरु यहाँको मोर्चा छोडेर अन्यत्र मोर्चा कस्नु ठिक
भन्ने सोचेर अन्त्यमा तिमीहरूले किल्लाको कब्जा गर्न सकेनौ, म स्वयंले छोडिदिएँ भनेर अंग्रेजलाई भन्दै अब उनी त्यसै भाग्नु पनि सक्थे, हामी किन भाग्ने भनेर बहादुरीको प्रतीक बन्दुक पड्काई। बिहान 3-4 बजे बन्दुक पड्काई, बलभद्र कंवर अगाडि, बच्चा बच्ची बिचमा, पछाडि अरू सेना लगाएर त्यहाँबाट गएर पानी खान पाए। उनी पानी खान खोलामा गएर पानी खाए, पानी खान दिएनन् तिनीहरूले, अङ्ग्रेजहरूले होइन। त्यसपछि उनी फेरि त्यहाँबाट गएर गोपीचन्द्र डाँडा हुने ठाउँमा किल्ला खडा गरेकी थिए। त्यसरी त्यस्तो भएको कारणले, सबै कुरा बताइदिएको कारणले, पानी खान नपाएर, खाद्यान्न नपाएर किल्ला घेरेको कारणले नेपाल पराजित हुनु परेको हो। भनेपछि प्रयास त बलभद्र कंवरको चाहिँ लडाइँमा निकै रहेछ। बलभद्र कंवर सबैको त्यहाँ देखिन्छ। बलभद्र कंवर विशेष नत्र त उहाँलाई त्यो छोडिदियो, तिमीलाई पश्चिम के अरे गभर्नर गराइदिन्छौँ भन्ने आएको थियो, तर उहाँले मतलब गर्नु भएन। सबभन्दा लोभ लाग्नु मतलबै गर्नु भएन। भनेपछि सबैभन्दा ठुलो उहाँको लागि राष्ट्र ठुलो, नेपाल राष्ट्र प्यारो। हजुर, सबभन्दा ठुलो नेपाल राष्ट्र प्यारो हजुर। भनेपछि उहाँले चाहिँ सहमतिमै अङ्ग्रेजहरूलाई छोडेर होइन, म झुक्न जान्दैन, ल तिमीहरूले कब्जा गर्न सकेनौ, म छोडिदिन्छु, स्वतः मैले छोडिदिन्छु, म अन्य ठाउँमा जान्छु। हजुर। अनि त्यसपछि बलभद्र कंवर कहाँ आउनुभयो? उहाँ चाहिँ त्यहाँ छोडेर खोलामा गएर उहाँ लगायत 77 जना हुनुहुन्थ्यो। खोलामा आउनुभयो, कति दिन हो पानी खान नपाएको, खोलामा आएर पानी खानुभयो। त्यसपछि गोपीचन्द्र डाँडा भन्ने ठाउँमा जानु, त्योदेखि नाला पानी किल्लादेखि माथि डाँडा भन्ने ठाउँ, त्यही पनि त्यहाँ पनि पछाडि अङ्ग्रेजहरू लागिरहेका थिए। जस्तो उहाँले जहाँ लड्नुभयो नि, अहिले नेपालको भूभाग कहाँसम्म छ? उहाँले जुन लडाइँ सुरु गर्नुभएको थियो, उहाँ लडेको भाग अहिले नेपालभित्र छ कि छैन? उहाँले लडेको भाग अहिले नेपालतिर छैन। नेपालतिर कहाँ छ? सहारनपुर छैन होइन, देहरादुन छैन, नाहान छैन, के अरे सिरमोर छैन, सिमला छैन, काङ्गडा छैन। भनेपछि बलभद्र कंवरको पालामा देश लड्नु भएको थियो। उहाँ चाहिँ देशका लागि लड्नु भएको, देश बचाउनुको लागि, आफ्नो देश बचाउनलाई ठुलो प्रयास चाहिँ गर्नुभएको थियो, तर पनि सफल चाहिँ हुनु भएन। सफल अब सङ्ख्या कम भएको कारणले, सङ्ख्या कम भएको, हात हतियार पनि उनका तोप बन्दुक छन्, आफूलाई भुइँमा त्यो केटाकेटी जस्तो देखिन्थ्यो। त्यत्रोमा पनि उनीहरू ठुलो साहस देखाउनु भयो, हिम्मत देखाउनु, आँटिलो होइन। हजुर, त्यही त भनौँ कि हजुर जे होस्, उहाँको प्रयास चाहिँ निकै सराहनीय छ। प्रयास सराहनीय छ, हजुर, त्यही भन्न चाहनुहुन्छ। हजुर। अनि आज यहाँले 2081 साल चैत 3 गतेको दिन स्मृति दिवसको रूपमा चाहिँ रहेको छ उहाँको लागि। उहाँलाई कसरी सम्झिन चाहनुहुन्छ अहिलेको लागि? उहाँ चाहिँ कसरी सम्झिन, यो उहाँले नेपाल राष्ट्रलाई आफू प्राणभन्दा पनि बढी माया गर्नुहुन्थ्यो। हजुर होइन, प्राणभन्दा पनि बढी माया गर्ने भएको कारणले यो देश बचाउ, उहाँ बलभद्र जस्तो सैनिकहरू नभएको भए यो देश अहिले कहाँ रहन्थ्यो? उहाँकै प्रयास हो। भनेपछि उहाँ जस्तो निडर, हजुर, निडर होइन, आँटिलो, हजुर, हिम्मतिलो, ऊर्जावान होइन, त्यस्ता व्यक्तित्वहरू यो नेपाल आमाले चाहिँ एउटा चाहिँ सुपुत्र त्यस्ता जन्माओस् भन्न चाहन्छु। हजुर, त्यसपछि उहाँ गोपीचन्द्र डाँडा जानुभयो। त्यसपछि अङ्ग्रेजहरूले के गरे त, त्यो किल्लालाई के अरे त्यो धेरै आक्रमण गरे। हेर्नुहोस्, आक्रमण गरिसकेपछि त्यो ध्वस्त बनाए। त्यो किन पछि फेरि यहाँ किल्ला पनि नबनाउनु भनेर त्यो नाम निशानै राख्दिएनन् होइन, नाम निशाना राख्दिएनन्। र अब बलभद्र कंवरले उता 4000 सैनिक छन्, पुरा हतियार छ, ऊ विश्व खाएको साम्राज्यवादी देश हो। नेपाल भन्ने एउटा सानो देश हो, एउटा पुच्चे देश हो। त्यस्ता देशसँग लड्नु
चान्चुने कुरा चाहिँ थिएन। त्यही भएर बलभद्र कंवर लगायतको टोलीले सैनिक क्षमता प्रदर्शन गरेकै कारण के अरे सारा विश्व आओस् हाम्रो सेना सबसँग लड्छ, गोर्खालीको मुख नाम सुन्दा मेरो मुख थरथर हुन्छ भन्ने कैजार सम्राट विलियमले भन्नुभएको थियो। त्यस्तै गरिकन उहाँ बलभद्र कंवर रोमनको लियोडानस र नेपालका बलभद्र कंवर विश्वका वीर हुन् यी दुईजना त्यस बेलाका। त्यही उहाँहरूको त्यो नेपालीहरूले वीर देखाएको कारण हेर्नुहोस् त आज भारतले पनि नेपाली सेना लग्छ, गोर्खाली भर्तीहरू बेलायततिर लग्छ, ठाउँ ठाउँ माग भएको छ नि, त्यही बलभद्रको योगदान हो। त्यही भन्न चाहनुहुन्छ हजुर होइन? हजुर ए ल ठिक छ। बलभद्र कंवरको बारेमा धेरै जानकार हुनुहुन्छ तपाईँ होइन, विज्ञ पनि हुनुहुन्छ, धेरै कुराहरू भनिसक्नु भएको छ। आज चैत 3 गते 203औं हजुर हजुर दिवस छ। हामी कार्यक्रमको अन्ततिर पनि आइसकेका छौँ हजुर होइन? हजुर अब यहाँले बलभद्र कंवरलाई चाहिँ आज स्मृति दिवसको अवसरमा के भनेर चाहिँ यहाँ चाहिँ बिदा माग्न चाहनुहुन्छ? वीर वीरङ्गनाहरूको सम्मान गरौँ, नेपाल र नेपालीको भलाइ हुने काम गरौँ भन्ने कुरा भन्न चाहन्छु। त्यस्तै गरेर सानो अचारको रूपमा यहाँ सानो थोरै यहाँ एउटा जमदार राष्ट्रियता हाम्रो सबैको परानी खुकुरी बन्दुक छन् हाम्रा सिरानी, बाँच्यो सधैँ भएर वीर गोर्खाली, मर्ने चोला नराखौँ सम्हाली, मरे स्वर्ग बाँचेमा ऐस आरामा, भागी गए हुनेछ शरमा, गए जाओ यो पापी चोला, देशका लागि मर्नु नै बेस होला। यही भन्न चाहन्छु। जे होस् तपाईँ एकदमै राष्ट्रप्रेमी मान्छे हुनुहुँदो रहेछ होइन? आफूभन्दा पनि चाहिँ राष्ट्र सबभन्दा ठुलो हो, सबभन्दा ठुलो होइन? राष्ट्रियता सबैभन्दा ठुलो हो। हजुर। र राष्ट्र र राष्ट्रियता हरेक चाहिँ मान्छेमा यो जोगाउनको लागि अगाडि बढौँ भन्ने खालको स्वभाव नै तपाईँमा छ होइन? हजुर हजुर सबैले राष्ट्रियतालाई माया गरेका आजसम्म देश बाँच्न पाएछ, नत्र भने त उहिले हिँडिसक्थ्यो नेपाल। जे होस् एकदमै आउनुभयो, मिठो कुराकानी गरिदिनु भयो, त्यसको लागि यहाँप्रति हामी धेरै आभारी छौँ। र जाँदै हाम्रो रेडियो तुलसीपुर सुनेर बस्नुभएका सम्पूर्ण मान्छेहरूलाई के भन्न चाहनुहुन्छ? यस लोकप्रिय रेडियोमा मलाई बोल्ने अवसर दिनुभएकोमा यस रेडियो परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु र मैले के भन्न चाहन्छु भने नेपाल र नेपालीको भलो हुने काम सबैले गरौँ भन्न चाहन्छु। ल आइदिनु भयो, मिठो कुराकानी गरिदिनु भयो र फेरि पनि यस्तै बेला मौका र अवसर जुट्यो भने फेरि पनि तपाईँ हामी बिचमा भलाकुसारी हुने नै छ भन्दै आजको कार्यक्रमबाट छुट्यौँ है। हजुर सर, हस् त, नमस्कार। हजुर नमस्कार। आदरणीय श्रोता मित्रहरू, आज हामीले कुराकानी गऱ्यौँ पूर्व शिक्षक शान्तिनगर 4 गिधनिया निवासी मिनबहादुर केसीसँग हामीले कुराकानी गऱ्यौँ। उहाँले बलभद्र कंवरको बारेमा धेरै कुराहरू बताउनु भयो र उहाँसँग कुराकानी चाहिँ गरियो र उहाँसँग गरिएको कुराकानी यहाँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रम रेडियो तुलसीपुरबाट प्रसारित कार्यक्रम अतिथि विशेषबाट म हजुरहरूकै सहयात्री तेजबहादुर परियार बिराई पनि छुट्टिन्छु। हवस् त, नमस्ते। रेडियो तुलसीपुर सुन्दै गर्नुहोला।